ओ उठा गाने बेदा मारो होश गाने को उठा गाने बेदा मारो दाबे उठा गाने बेदा मारो लाबो उठा गाने उठा उठा गाने दाका उठा गाने बेसा भन विद्या गौरी और बेचार मा दिमेसमा सते साबर मंगल सारो मारो ओम काली माई सात सञ्चारी मा ओम नमः हरि त पता राको छ भैरु ल काली भैरु छौडा डंकी बोइ ओम सिंहका सब जोडी सर पाइ पाखानीको खेलदार मेरो विद्या श्री महादेव रथुमन की बेतन दाइ खेल काला भनि कइल चलाउँदै ज्ञानी ज्ञान डंकी मारो भूत मारो पेत मारो बाई मारो बोक्स लुवा सँगै माथु रमादेवी गौरा पनि धनेश भूत पेट मर मसन आकाश चौध भवन वैद मत धर्म साथी साथ रंकिनी हटिपटी मुटु रक्त पिउका डोमसम जलबान मा थलबान मार अकिबान मा डा मार मार ओम फर ओमकार मा डाइनीमा जखम सिद्धि में चम्किनी चम्की छौडा डंकी बिहान दिए धर्म श्री गंगाजी नगर ओम 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 गुरु ज्ञान ओम गुरु ओम नरसिंह गुरु धाइ भुगी ओम परमात्मा भस्म निना भस्म परम शिव से माता ओम श्री तोक सुनेनी गुरु श्री शर्म सिद्धि सति मदन बुढे सति हावन ओम 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 एक भक्त श्री तोक्ने गुरु श्री शर्म सिद्धि मदन बुढे हावन ओम 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 बाला भइरु काला भइरु कला भइरु असुर अग्नि भइरु ज्वाला भइरु लोहा भइरु सुरभइरु बज्र भइरु दशीहरु छौडा डंकी बसिर चसिरे मारो पाउतले पाउ खुनातले खुना मारो मुर्ति मुर अंशतले अंशमा सातो सातो हडिले हडि सातो पता बसे आकाशमा आकाशमा ओ उद्रुतार आरा उद्रुताल उनी गाइन दिने भन वीर बौराकी नरसिंह गुरु अगिरा अटल जोगी बिगला मंग हुम हौसत ओम फट ओम हनुमान ज्ञात मत मन्त्र पाउ बन्द पताल सात तारी बनि धरतीको मा सङ्ग ओम हानि चन्द्र आठ हडिको ओम ताल उहाँ ओम मैदानको दक्षिण काली मैदानमा खेल्ने कोच मेचिन ओ दनवर राजा दन जल्की दर सिंह देवी फट ओम जगो हाङ्गन मनम नाङ्ग समस्या समन्या सब पैसा काली सतल ओम माला म चतल मोक्ष काली मेचिन कोच चल हाङ्ग ओम ओम इन्द्र सक्जा चन्द्र लोक श्री नदन नेत्र चन्द्र ओमको चन्द्र गनि ओम नेत्र ओम इन्द्र अग्नि बज्रम चन्द्र गनि श्रीमती बागमेश्वर बन्दागर माधर ओम ओम पता बसु बासु ओम मेरो सक्जा ओम 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 नमः ओम 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 गुरुका गुरुको प्रणाम धरती मारा धरती धरे दिरे श्री निवासी तुरत आयो गोर्खा मण्डप मंग छोडा लुवाको हाम्रो पृथ्वीमा हन्द खर्च पिण्डको फुर मन्त्री ओम हनुमान पलमान 12 वर्ष मुखमा हातेका मन लुवाखला बत्र किला जहाँ बस्यो त्यहाँ हनुमानले बलदे बद्राको सिसर अघि जोगिन पछि नसिन जोगल थप्पड कर त्यस बुद्धिपति बाङु दही हनुमान सरदार पिण्डका फुर मन्त्री दुष्म सद ओम श्रोम विजय नरसिंह शत्रुम भद्रम विक्रम मित्रम प्रदाम दण्डपाडी भम बटुका हममतिल मा कायत्रिम काला भैरे ओम छम काला भैरे कुरु त्रिनेत्र खड्गधारी भयो हरा सर्वशत्रु संहारका स्वा ओम जलैमा थलमा आकाशमा पतल गुरु ज्ञान सजिजौ जल्की देवी नरसिंह देवी सब ओम ओम ईश्वर महादेव की बाचा हनुमान वीरबाङ सतगुरु चौधरी पेशदा माईको नस्तले बाँधु रामको नौतला बाँधु लोकको नपरे नसार बाँधु ईश्वर गोठ नस्तले बाँधु हनुमान वीर बाचा ओम चाहिँ भक्को देव चाहिँ मोल काली पत्र कालिकाको पाले नि ओम छम काला भैरे कुरु त्रिनेत्र सर्व ओम शिव गुस्तो र सतारै भरिवा छ ओम हनुमत रामदाको हम शिवदा हनुमत सद शिव रामको सद ओम मार्टिक शिव गुरु 16 सतहरै भरि ओम श्री बरा विष्णु महेश्वरी गुरु छ यो हो यो अन्तर्यामी माता हुनुहुँदो रहेछ सपनीमै प्राप्त गरेको बालाचेलीको अन्तर्यामीबाट आप्से भुइँफुट्टाबाट आउनु भएको उत्पन्न भएको माता सत्य हो डराउनु पर्दैन यहाँ पवित्र धाम हो यहाँ सिद्ध पञ्चकन्या काली भन्नुभन्दा सिद्ध खुन्न खाने सिद्ध पञ्चकन्या काली देवी हेर सेती सिद्ध नाग शेष सिद्ध नाग जल सिद्ध सोरी बाबा जी हुन्छ उनी मातालाई एक दिनदेखि 2 दिनदेखि 3 दिनसम्म ध्यान तपस राखी दिनु आफसे माताले पत्ता लगाउनु हुन्छ भुइँफुट्टा अवतारी माता सत्य हो उहाँकै उसको मा उसलाई भनी ल्याउनु यो धाम धुनी चाहिँ सार्नु पर्ने नसार्नु पर्ने उहाँकै बोलीबाट हुन्छ र ऊ अन्तर्यामी दियोबाती लिनु पर्दैन आफसे भुइँफुट्टा अवतारी हो पछि गएर एउटा भुइँफुट्टा अवतारी गुरु चाहिँ मान्नु पर्छ अहिलेको लागि चाहिँ उनी एकदम भुइँफुट्टा अवतारी उसले देखेकै हो उषा पनि अन्तर्यामी माता पत्ता लागेकै हो लो परमेश्वर अब यहाँ मानमनी त गरेर जाँदा यहाँ इलाममा भएको अहिले जति पनि सङ्कटहरू छ त्यो सङ्कटलाई चाहिँ के सहज रूपमा सरल तरिकाले चाहिँ के अब हामी पार पाउन सक्छौँ परमेश्वर भन्दिनु पर्यो एकदम यहाँ
भल पहिरो यहाँ लस्किने भत्किने यिनै देवीको कारणले गर्दा हो यहाँ मजाले धाम धुनी बनाएर मानमैत गर्नुभयो भने अरू भक्तजनलाई पनि राम्रो भएर आउँछ र शुभ आशीर्वाद पनि पाउनु हुन्छ र यी अझै 2-3वटा निकाल्नु बाँकी छ वा माताकै मुखमा हातबाट निस्किने छ सिद्ध बाबा पनि निस्किनु हुन्छ शेष नागराजा नाग पनि निस्किनु हुन्छ नाग त पक्कै पनि देखिसक्नु भएको रहेछ के परमेश्वर अब यो मानवहरूबाटै चाहिँ क्षति भएर अथवा अब हेलाना भएर के अहिलेसम्म यो माइखोला राजदलीमा चाहिँ आजसम्मको दिनमा चाहिँ यो सम्पूर्ण क्षति भएको हो परमेश्वर भनिदिनु पर्यो शिरमा टेकी हिँडेको रहेछ त्यसले गर्दा कति वर्षौं यत्रो सङ्केत दिँदा पनि मलाई कसैले पनि उत्पन्न मान्नु सकेन अल्पवास भएको थिएछ तिनै बालाचेलीको जिउमा सपनीमा देखाएर आएको रहेछ उत्पन्न हुनु धेरै राम्रो हो सबै भक्तजनहरूलाई पनि भाग्य राम्रो बनाएर लाने देखाइ ल्याउँछ भन्छ है शक्तिशाली ठुलो देवी माता पाठी भारा देवीको रूपदेखि ल्याउँछ सत्य बाचा हो परमेश्वर अब यो शिलालाई चाहिँ जुन माताले उत्खनन गर्नुभयो अब यसको त एउटा वैधानिक तरिकाले विधि सम्मत रूपमा चाहिँ मानमनी त सुरु भएको छैन के अब यो मानमनी त सुरु गर्नलाई चाहिँ अब मातालाई नै राख्नुपर्छ के माता पनि राख्नु सक्नु हुन्छ भने गुरु चिन्ता हामी पनि बसी दिन्छौँ 49-52 जना बालाचेली उतारेको मैले पनि छु र चरी चिन्ता गरेर उनीको सवार प्रवेश मन्दिर कहाँ हुन्छ यही हो कि यो धामधुममा रोकासे गर्नु पर्ने हो कि उनी जन्म हुन्छ जन्म भएपछि नामा करोड हुन्छ नामा करोड भएपछि नौरन हुन्छ नौरन भएपछि मात्रै भक्तजनले मान्नु पाउनु हुन्छ अहिले चाहिँ अस्लो छ र मैले बाँधी दिएको छु 108 मन्त्रले मैले घुमी बाँधी दिएको छु परमेश्वर तपाईको कहाँबाट चाहिँ कसरी यसरी उत्पन्न भएर आउनुभयो कुन ठाउँ कहाँबाट चाहिँ यसरी उत्पन्न पञ्चकन्या देवी चाहिँ उत्पन्न भएर आउनुभयो सत्य जुगमा हिमाल खेल्ने द्वापर जुगमा मैदान खेल्ने माला मधेस खेल्दा खेरी सिद्ध सेती पोखरीको मा उत्पन्न भई त्यहाँ कमल फुलको रस खाई हिँडी आएको यहाँ बसेको चाहिँ 7 वर्ष भयो ल परमेश्वर 7 वर्ष भएछ तपाईँ एकछिन मात्रै तपाईँ यहाँ खेलकुद बास बस्नु मात्रै आउनुभएको कि सबै भक्तजनले मानोस् भनिकन यहाँ उत्पन्न भएको हो यहाँ सक्नुहुन्छ भने जीवनभरि यहाँ धाम धुनी बनाइ राख्नु भने सबैलाई भक्तजनलाई पञ्चकन्या देवी तपाईँ त उत्पन्न यति भएर आउनु भएको रहेछ त्यसो भने अझै पञ्चकन्या देवीले चाहिँ तपाईँको आङमा चढाएर चाहिँ तपाईँ आङमा लिएर चाहिँ यहाँ चाहिँ भक्तजनहरू आउनुहुन्छ त भक्तजनहरू आउने जुन आउँदाखेरि चाहिँ उनीहरूले सोचेर आएको हुन्छ यो हामीले मागेको कुरा पुरा होस् भनेर उहाँहरू आउनुहुन्छ तपाईँ के दिनु सक्नुहुन्छ के गर्नुहुन्छ यहाँ सुनै घन्टी सुनै त्रिशूल सुनै दियो अष्ट भुजा सेतो वस्त्र पहेँलो वस्त्र गाईको दुध चाहिँ दुकुण्ड मात्रै बनाउनु पर्छ आमाले आफ्नो दुध खाँदैन ल परमेश्वर यो कुराहरू 3-4 जनाको तपाईँहरूको यो मिलो अब उहाँहरू चाहिँ अब भक्तजनहरू देश विदेशबाट चाहिँ हेरिरहनु भएको छ यहाँ मिडियामा उहाँहरू चाहिँ अब तपाईँले यसरी जो खाना तपाईँ दिँदै हुनुहुन्छ भोलि उनीहरू माग्नु आउँछ छोरा छैन छोरा माग्नु आउँछ छोरी छैन छोरी माग्नु आउँछ कोही लाटालाटी हुन्छ बोली आउँदैन बोली त्यो खोलाइदियो भनेर आउँछ तपाईँ दिनु सक्नुहुन्छ सक्नुहुन्न सत्य चिताएर आउनु रामरी आउँदाखेरि ढोक्दाखेरि यसरी नढोक्नु यसो 7 कदम सर धेरै यो तपाईको मागेको कति दिन कति महिना कति वर्षमा दिनु सक्नुहुन्छ अब हेर पहिला उद्घाटन गरिदिनु नामा करोड गरिदिनु नौरन गर्नु होम अब ती लक्ष्य बाली दिनु जसले सक्छौ समाजले एकचोटि अरू बेला आफ्नो खुसीले मान्छ तर रक्त बलि बन्दै हुँदैन र सिद्ध दलेश्वरी सिद्ध बाबालाई पनि कमन डलु त्रिशूल 108
माला माला डम्बरू चढाइदिनुपर्छ दाहिनोपट्टि अरू माताबाट हामी चरी चिन्ता गरेर बोलाउनु भयो भने हामी माताहरूसँगै हामी माता देवी देवता भगवान् धामी जान एउटै लहरको हौँ त्यसैले गर्दा कोही ठुलो कोही सानो नभनी दिनु हामी कसरी हुन्छ धाम दुलै सफल पारेर लाने बाध्य छौँ ल परमेश्वर त्यसरी हो भने